नमस्ते साथीहरू, आज चाहिँ हामी पोखरा महानगरपालिका वार्ड नम्बर 28 कालिका गाउँको पिपलडाली भन्ने ठाउँमा पुगेका छौँ। त्यहाँ चाहिँ म जन्मिएको हुर्किएको ठाउँ हो र हामी चाहिँ आमासित आज भान्सामा खाना पकाउने बेलामा सानो गफकाफ लिएर जोडिएका छौँ। हजुरआमाको जिन्दगीको भोगाई सुख दुःख आदि इत्यादिको बारेमा चाहिँ हाम्रो यस भिडियो रहेको छ। हजुरहरूलाई मन पर्छ कि पर्दैन कृपया हेरेर आफ्नो सुझाव दिनुहोला। धन्यवाद। यो हो मेरो जन्मघर। अहिले घरको अवस्था नराम्रो भए पनि यस घरको र मेरो सम्बन्ध भने निकै गहिरो र राम्रो छ। म जन्मिएर 8 वर्षको उमेरमा मैले यस घर छोडेर बाबाआमासँग सहर आएँ र 2072 सालको भूकम्पपछि हामीले नयाँ घर बनाएर यस घरमा बस्न छाड्यौँ। अहिले हामीले यस घरमा भैँसी र बाख्राको गोठको रूपमा प्रयोग गर्दै आएका छौँ। नयाँ घर बनाए पनि गोठ भने यस घरलाई नै बनाउने भन्ने हाम्रो निर्णय भयो। जङ्गलबाट खोजेर ल्याउनु भएको घाँस, दाउरा, पराल आदि हामीले यस घरमा नै राख्ने गरेका छौँ। (2072 साल पछिको भूकम्पले हाम्रो यस पुरानो घरलाई भत्काइदिएपछि हामीले सरकारको अनुदान र आफ्नै पैसाबाट गाउँभरिमा पहिलो ढलान घर बनाएका छौँ। अहिले हाम्रो बुबा आमाले निकै सुख पाएको अनुभव गर्नुभएको छ। तपाईलाई यस्तो आगोमा बसेर खाना पकाउँदा कतिको गाह्रो अप्ठ्यारो कि? एकदम सजिलो, आनन्द आउँछ। खाना पकाउँदा हात गोडा जाडोमा सेक्न पाइन्छ, गर्मीमा पसिना पुत्न पर्छ। एकदम खाना मिठो हुन्छ, जे होस् खानालाई एकदम मिठो हुन्छ। आगोमा पकाएको मिठो? आगोमा पकाएको मिठो हुन्छ। भात अलिसँग के अरे यो किचन अलि होचो छ, त्यही भएर हो। ठिकै छ, हावा के धुवा यता भित्र बाहिर जान्छ। अब ठिकै छ, खाना पकाउन सजिलै छ। यहाँ भित्र बाहिर पका भित्र लयो अनि खानालाई पस्काउनलाई सजिलो हुन्छ। भाँडा वहीँ किचनमा माझ्यो बेसनमा। काउ डाँडा हो। अब जन्मथान त त्यस्तै। अब हाम्रा 4 भाइ दाजुभाइ थिए, जोडी दिदीबहिनी हुन्। बा म घरमा थिएँ, बा हेरे बितेर जानुभयो। 4 भाइ दाजुभाइ थिए। ठुला इन्डिया आर्मी हुनुहुन्थ्यो। 2टा दाइ फुलबारी ब्यारेकमा भर्ती हुनुभएको थियो। अनि माइल दाइमा बिजुली अफिसको खर्दार हुनुहुन्थ्यो। आमा म मात्रै थियौँ घर। भैँसी थिए, बाख्रा थिए, गोरु थिए। भिरमा बाख्रा, भैँसी, गोरु, बाख्रा र गाई हेर्नु जानु पर्थ्यो। भिरा गाई लडेर कस्तो गर्थ्यो, गुन्नु खोला पुग्यो। म रुँदै घर आएँ। बाल्यकाल त ठिकै र कोही बेला सजिलो, कोही बेला अजिलो भएर बित्यो। हजुरको विवाह चाहिँ कति वर्ष हुँदाको भयो? 14 वर्ष। 14 वर्ष हुँदा भएको थियो? 14 वर्ष भयो। हजुर। 14 वर्ष बिहा गरेर घरमा आइयो। हजुर। 3टा बाहरू थिए। हजुर। 2टा देउरोहरू अनि एउटा दुला भए। हजुर। अनि सासू थिइन्। हजुर। बाजे हुनुहुन्थेन। अनि बिहा भयो। अनि 16 वर्षमा म 16 वर्षको हुँदा छोरा जन्मियो। हजुर। खुसीको दिन आयो। घर खान सक्दिनँ कि भन्ने बेलामा ठुला छोरा जन्मियो। अनि 16, 17, 18 वर्षको हुँदा सानो छोरा जन्मियो है। 18, 19, 20 वर्षको 18, 19 वर्षको हुँदा 19, 20 वर्षको हुँदा ठुल छोरी जन्मियो। अनि 20, 21, 22 वर्षको म हुँदा सानो छोरी जन्मियो। अनि म आफै गण्डकी हस्पिटल गएर परिवार नियोजन गरेर अनि आएको। भन्छन् हजुरको 2टा छोरा र 2टा छोरी छ? 2टा छोरा, 2टी छोरी। अहिले मेरो 8वटा नातिना छन्। ठुला छोरातिर 2वटा छोरा छन्। सानो छोरातिर छोरा छोरी छन्।
छोरीतिर छोरा छन्, सानो छोरातिर छोरो र छोरी छन्। मलाई आनन्द ढुक्क छ, केहीमा पिर छैन। यो गाउँमा बस्नुहुन्छ नि, यहाँ बस्दा हजुरको दैनिकी कस्तो छ? दैनिक राम्रै छ। पहिला त नराम्रो थियो, गाह्रो थियो। हजुर अहिले त गर्दा गर्दै सङ्घर्ष गर्दा गर्दै राम्रो भएर ठिकै छ। गाई भैँसी बाख्रा खेतीपाती सबै राम्रो छ। छोराछोरी बाहिर चर्न गएछन्, गरेर खाछन्, छोराछोरी पढाएछन्, राम्रै गरेछन्। अहिले राम्रै एकदम राम्रो छ। घाँस दाउरा खोज्ने टाइममा दाउरा, पछि अब अहिले घाँस काट्ने बाख्रा भैँसीलाई घाँस काट्ने, गोबर फाल्ने, पानी दिने, खाना पकाउने, खाजा पकाउने, त्यही गर्ने। एकदम सुख छ। अहिले त घर घरै धारा छन्। अब तल दैलोमा न्याउँदो टङ्की बनाछन्। अहिले त घर घरै मटर लगाइदिएपछि, बत्ती जोडिदिएपछि पानी आउँछ, घरै आउँछ पानी। एकदम सुविधा। प्रत्येक घरमा धारा छ? प्रत्येक घरमा धारा छ। राम्रो छ अहिले त। पहिला ढोका बोकेर खानु पर्थ्यो भने अहिले घर घरै धारा। खाना पकाइसकेपछि आमाले हामीले माथि बजार गएर किनेर ल्याएको मासु मिठो गरी आगोमा भुटेर पकाउन सुरु गर्नुभयो। नाति नातिना भनेपछि हुरुक्कै गर्ने हाम्रो आमाले हामीलाई निकै माया गर्नुहुन्छ। साठी 61 62 63 64 65 वर्ष पुग्नु भन्छन् त। धेरै दुःख र सुख भोगेर दुःख त जिन्दगी यहाँ त कति कोही बेला दुःख नि भयो, कोही बेला सुखै छ। दुःख बिर्सिसक्नु लागि अब अलि धेरै सुख छ भन्छु। अहिले धेरै सुख। खेतीबाली हेर्नु पनि अब खेती हेर्नुपर्ने बेला छोराहरू आउँछन्, बुहारीहरू आउँछन्। हजुर बुहारीहरू छोराहरू नपाए बुहारी आउँछन्, बुहारीहरू नपाए छोरा आउँछन्। खेतीपाती हेर्नेलाई पनि सजिलै छ। खेती त गरिन्छ नि, पहिला त धेरै नै गरिन्थ्यो। फेरि अब 12 हलको जग्गा रोपिन्छ। अहिले अब 7 हलको मेरो बाँझे छोडेर 4 हलको रोपिन्छ। उताको घर लड्न लागेन, अनि छोराले यता घर बनाइदियो। हजुर अनि अहिले 5-6 वर्ष भयो घर बनाएको। घर त भाइचलाले घर खाएर अनि त्यहाँबाट यता सरेको 6 वर्ष भयो। हजुरको छोराहरूले घर बनाइदियो? ठुलो छोराले घरबाट बसेको ठुलो छोराले बनाएको। कामको दुःख त छ, तर अरू कुराको दुःख छैन। अरू टेन्सन छैन। गोठ त उही पुरानो घर बानीहरू छ, बाख्रा नुहाउँछन्। मजा कोठा बाख्रा बाँधेको छ, आँगना लाखा बनाएर भैँसी बाँधेको छ। खेती किसान नगर्दाखेरि हामी त गर्न सक्यो राम्रै हुन्छ। मोलझोल गोबर गरेर गर्न सक्यो राम्रै हुन्छ। खानालाई भोको बस्नु पर्दैन। अब मासु पाएको, अब आगोमा पकाएको मासु एकदम मिठो हुन्छ भनेर आगोमा पकाएको। हजुरहरूले यस भिडियोलाई धैर्य गरेर अन्तिमसम्म हेरिदिनु भएकोमा धन्यवाद। अर्को भिडियो लिएर आउने बाचा गर्दै अहिलेलाई बिदा माग्न चाहन्छु। मन परेमा एक लाइक र सब्स्क्राइबको अपेक्षा राख्दै बिदा हुन चाहन्छु। धन्यवाद।